दाना उत्पादन गर्दै आएको निम्बस कम्पनीले देशभर कृषि केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। निम्बसले मंगलबार पत्रकार सम्मेलन गरी कृषिको उपयुक्त विकासका लागि कृषि केन्द्र खोल्न लागेको जानकारी गराएको हो। वैशाख महिनाभित्रै काठमाडौँको कालीमाटीमा, चितवनको नारायणगढमा र पर्साको वीरगञ्जमा कृषि केन्द्र स्थापना गर्ने निम्बस कृषि केन्द्रका कार्यकारी निर्देशक उमाङ्ग बगरियाले जानकारी दिनुभयो। एउटा त्यो भएपछि क्वालिटी एउटा विश्वसनीय क्वालिटी, त्यसपछि हामीले यसलाई टेक्निकल सपोर्ट हाम्रो भनौँ एग्रिकल्चर र अन्य एक्सपोर्ट्सहरूलाई ल्याएर टेक्निकल सपोर्ट दिने प्रयास गर्यो। यो चाहिँ हाम्रो हामीलाई के लाग्यो भने कृषिमा काम धेरै भइरहेछ, टुक्रा टाक्रीमा भइरहेछ र त्यो टुक्रा टाक्रीमा भइरहेको कामको तालमेल आउने 2 वर्षभित्र देशभर 200 कृषि केन्द्र खोल्ने कम्पनीको योजना रहेको छ। एउटा कृषि केन्द्र खोल्न न्यूनतम 15 लाख रुपियाँ लगानी गर्नु पनि बताइएको छ। यस प्रकारको कृषि केन्द्रको स्थापनाले किसानलाई पारदर्शी र सजिलै बजारको पहुँचमा पुर्याउने कम्पनीले विश्वास लिएको छ।